खुर्सानी अझ रासियाले छुट्टै हेलो साथीहरू वेलकम छ माई युट्युब च्यानलमा आज हामी घिरिङ जाँदैछ घर त तानङ घिरिङको माटो देउराली हो छुट्टी दिनु बाटो भनेपछि है हामी माले बोकेर आइपुग्यौँ बल्ल हिँडेको सुरु हिमाटबाट ल हेर्नु घिरिङ जाने बाटो यस्तो छ भन्दै छ हिँड्यो हामीलाई सजिलो त्यसले झ्याउ गऱ्यो होइन देउराली मानको देउराली यहाँबाट हेर्दै जाने रामपुर जाने अनि पुट्टार बहिनी जाने बाटो यो हामी लाग्यौँ घिरिङ देउरालीदेखि हामी घिरिङतर्फ लाग्यौँ साथीहरू मेरो राजा यस्तो मात्र भइदिएको भन्छ है घिरिङ गाउँपालिका पोखरी छाप भन्ज्याङ पोखरी छाप कति सुन्दर गाउँ छ नि यहाँ त अन्त बाटो छ यस्तो है ढुङ्गै ढुङ्गा अनि पुरै यो बाटो त साधनकै माया मारेर हिँड्नुपर्छ आउँदा आउँदै लास्टै ठकाइलाई यहाँ चाहिँ बिसाको मेरो बुढो बिचरा मेरो झोला बोकाएर हेलो राजा के छ हिँड्दा हिँड्दा यहाँ बिसाउनु पर्यो झोलै गरौँको भयो के छ तेरो झोलामा आमालाई कोसेली ए कस्तो ठकाइलायो ज्यानै दुख्यो भयो आइपुग्यो मेरो माइती गाउँ डुमको यही हो डुमको टो चलको गेन छाप हो अनि बो छाप यो हो हाम्रो डुमको गाउँ अब के साह्रो हल्लिएको हाम्रो गाउँ त बिचरा काम गर्ने मान्छेहरूले नभएर पनि बुढाबुढी मात्रै भएर पुरै बारी जति बाँझो भएर गाउँ आयो कति मात्र देखिन्छ घर पनि घरमा दुईजना भए छँदै छैन अस्ति घरमा गएको बेलामा चाहिँ एउटा गाडी पनि भरेन त्यो दिन कति हजार छ भन्ने घर कतिजना यहाँबाट तलबाट बहिनी पुट्टार जाने गाडी जान्छ हाम्रो चाहिँ आइपुग्यौँ साथीहरू म चाहिँ मेरो आमाको घरमा यस्तो छ मेरो माइती घर वरपर यही हो भवन हो कि आमा बालीको भवन यो रहेको छ चौतारी हाम्रो गाउँको थकाइ मेटाउने चौतारी उहाँले के गर्दै हुनुहुन्छ बाबा हो आया तारा बल्ल बल्ल बाबा मै मेरो आबैले के गर्दै हो मेरो आबैले आए हिँड्नमा मेरो आमा त्यति गर्न नपाए त कहाँ खुसी हुन्छ र
बुट्रेछु सेल पोलेर हो कि 12 पोलेर हो बाह्र पोल्दै हो हामी आइपुग्यो भनेर लखेर मेरो आमाले 12 पोल्दै घुँडा दुख्छ तर 12 पोल्ने छोड्ने होइन छोरी आयो भनेर हँस्याएर पस्याङ गरेर यो गर्न नपाए मन सन्टो हुन्न 12 जोको भेटाइयो झिल 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 12 भेटा जोको भेटा अब फेरि सेलजोक पार्ने अब यो 12 पोलेर भ्याइयो साथीहरू अब सेल पोल्ने मेरो आमाको चुलो यस्तो छ त्यो किडली झर्काइले दिनु पर्दैन यही हो अर्ग्यानिक गाउँको चुलो ए सेल पोल्ने तयारी अब सेल पोल्नु बोठुलो चाहिँ गिर काक्री छ यहाँ रोटी दिन लागेको छु यो चाहिँ प्योर लोकल उस हालेको सेलरोटी हो क्या त्यही भएर यस्तरी 12 कतिवटा हालिदिने हो मेरो बुढोलाई ल यसै नाले मगरको मान ढाक्यो भनेर चाहिँ यो रक्सी भयो लाउनु यो लाउनु बुढो कतै लाङ लोकल कुखुराको झारजुरिया पूजा गरेको सेनाले मगरको मन्डाके लाउनु भन्छ माइत आएको 12 यो के अरे उस हालेको सेल हो क्या मुडुला मुडुला गाउँको यस्तो ल्याएर लिड हुन्छ 12 को यो लोकल छ यी बाटोमा आएको घत्रङ पनि दुखेको ठिक हुन्छ खै कागती टिप्न आएको त कागती त सानै रहेछ हो आमा यो खुर्सानी हेर्नु डल्लै पुरै के अरे उस भएछ के भाँचिए छ बिचरा ए हेर्नु यस्तो लखर फलेको ए डल्ले खुर्सानी खाने हो कि कागती खाने हो कि यस्तो छ हो घरतिर आयो भने भान्जा राजाले संरक्षण गर्दै हुनुहुन्छ खुर्सानीको साथीहरू आले बोजाले आज खुर्सानी टिप्दै हुनुहुन्छ यहाँ डल्ली खुर्सानी टिपेको तल रोपेको रह्यो मेरो बाबा आमाले के भटी माइत बाबा आमा गाउँमा भएको फाइदा ए खुर्सानी यो के अरे पाते कलिलो भएर खाने हो भने आउनु होला रिमाले घर ओ कागती चोर्यो बाबा कागती चोर्यो खै कागती देखाउनु त ल हेर्नुहोस् साथीहरू हाम्रो सबभन्दा पुरानो घर यो हामी सानो हुँदाखेरिको यो हो टाला यो उहिलेको टाला हो के अझैसम्म पुरानो घरतिर अनि बाख्रा पाल्ने गर्नुभएको छ मेरो बाबा र आमाले यो बाख्रा बच्चाहरू जति त्यो पुरानो घरभित्र माउ जति यता गाउँतिर आरू खाने भए गाउँतिर आउनु होला यी
आरू आमामामा के साह्रै फलेको झुप्पै झुप्पा झुप्पा खाने मान्छे छैन। हामी सानो हुँदा भने यो पाएको भए नुनको ढेकासँग कति पो खान्थ्यो। यसरी आलु ए बरै के लाने हो यी यहाँ डल्ले खुर्सानी छ यहाँ गोलभेडा छ यी यो आलु पनि यो ल्याएर यो फेरि पिँडालु यो गान इसराक मै आलु ए पासा छैन अझ रास्याले छुट्टै यसी बोतल होला यो कोटोको आले सापलाई आले सापलाई बाँधेर राजालाई यो छुट्टै छ नुन मात्र ल्याएन अरू सबै ल्याएन नुन र बेसार ल्याएन सबै ल्याएछ। यसरी पाइन्छ र पो बाबुआमा हुँदासम्म नि यो सबै बाबामा हुँदैछ लगाएन भने त मेरो आमा त यस्तो पनि पठाउनु पाएन त्यस्तो पनि पठाउन पाएन यो आउँदा भन्दै यो बाख्राको मासु हो साथीहरू। आन्द्रा त नदेखाए आन्द्रा आन्द्रा देखाउनु गा अब वा मैले जम्मा भार्याङ्का मै है मुना है आमा के हुनु नि बाबा ल खानु है जति जम्मै पोको पारेको हामी हिँडे साथीहरू बाई बाई यति लिएर यो रुमाल ल यता ल हिँड्ने बेलामा ल है ल ल ल हिँड्ने है साथीहरू ल ओके।